सबै गाउँ नै यो सहर नै बन्ने भयो त धेरै ठुलो छ नि। यो पार्कको एरिया मात्रै 1,68,500 हेक्टर छ कि चित्तल है। यो पछाडिको भाले हो, सिङ चाहिँ झरेर नयाँ उम्रिँदैछ कि सानो सानो टुसा देख्नु भएको नि। यिनीहरूको यो डियर स्पिसिसमा चाहिँ प्रत्येक वर्ष यो सिङ झर्ने उम्रने हुन्छ। प्रत्येक वर्ष झरेर उम्रदा चाहिँ नयाँ चाहिँ अलिक मोटो अलिक ठुलो हुन्छ होइन। अनि जङ्गली गाई हुन्छ अनि फेरि नील गाई हुन्छन्। यहाँ हेरेर बसिरहेको है हामीलाई। भर्खरै गएको नि हामी पनि हेर्नुपर्छ मजाले हेरेर हेर्नै आएको अलिकति जुम बनाऊ। यहाँ जस्तै टाइगर पाउने प्रायोरिटी भएको ठाउँ अलिक फरक छ। यही ठाउँ हो सबै हो उसको। यस्तो एउटा टाइगरको टेरिटोरी एरिया चाहिँ 40 देखि 60 वर्ग किलोमिटरको हुन्छ है। अनि टाइगर चाहिँ अब नक्टर्नल भएको कारणले चाहिँ दिउँसो देख्न अलिक गाह्रो हुन्छ कि बिहान हामी जस्तै फर्स्ट सेकेन्ड आवर आइरहेछौँ नि त्यस्तो बेला कि त लास्ट गाडीतिर लास्टतिर देखिरहेको हुन्छ कि। अब राम्रै साइटिङ छ। पहिलाभन्दा टाइगरको सङ्ख्या पनि बढ्यो है। प्रायः जसो अहिले 127। नर्मली चाहिँ एक दिनमा एउटा गाडीले देखिरहेको हुन्छ पार्क।